एकछिन यता हेर्नुहोस् त, यो खरबुजाको सिजनमा तपाईँहरूले पनि खरबुजा खाएर यसको बाहिरको बोक्रा फाल्नुहुन्छ भने नफाल्नुहोस् है। यसबाट चाहिँ हामीले धेरै थरी डिसहरू बनाउन मिल्छ। मैले चाहिँ आज यसको र आलुको अचार बनाएको छु, हजुरहरूले पनि एकचोटि ट्राई गर्नुहोस् ल। यसलाई मैले सानो सानो गरी काटेर 15 मिनट पानीमा बोइल गरेँ। बोइल भइसकेपछि त्यसलाई निकालेर पानी तराएर एउटा बाटामा राखेँ र त्यसमा मैले 2वटा बोइल आलु मिक्स गरेँ, अनि छोप राखेँ, बेसार राखेँ, अनि त्यसपछि यसलाई मजाले तोरीको तेलले झानिदिएँ। अनि लेमन राखेँ, नुन राखेँ, अनि मजाले मोलेर यसको अचार रेडी भयो। यतिकै खेर फाल्ने चिजबाट यति मिठो अचार बन्दो रहेछ। अब किन खेर फाल्नु होइन। अब यस्तै गरी अचार बनाएर हजुर पनि इन्जोय गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ।